नमस्कार। आज नेशनल एजुकेसन पोलिसी 2020 को दोस्रो भाग चर्चा गरौँ, जो स्कुल एजुकेसन रिफर्मसित सम्बन्धित छ। भारत सरकारको द मिनिस्ट्री अफ ह्युमन रिसोर्स डेभलपमेन्ट अथवा मानव संसाधन विकास मन्त्रालयले डाक्टर के कस्तुरीरङ्गनज्यूको अध्यक्षतामा जुन 2017 मा एउटा समितिको गठन गरेको थियो र यो समितिले 31 मे 2019 मा आफ्नो रिपोर्ट डाक्टर के कस्तुरीरङ्गन समितिको प्रतिवेदन राष्ट्रिय शिक्षा नीति 2020 को रूपमा तयार गरेको छ। अनि क्याबिनेटले मानव संसाधन तथा विकास मन्त्रालयको नाम पनि परिवर्तन गरेर शिक्षा मन्त्रालय अथवा एजुकेसन मिनिस्ट्री राखेको छ। नयाँ शिक्षा नीतिले अथवा एनईपी 2020 ले भारतलाई विश्वव्यापी ज्ञान महाशक्तिको रूपमा रूपान्तरण गर्ने लक्ष्य राखेको छ अनि यो लक्ष्य 2040 सम्मको समयसीमाभित्रमा पूरा गर्ने लक्ष्य पनि तोकेको छ। हुन त नेशनल एजुकेसन पोलिसी रिपोर्ट 4 भागमा विभक्त भएको छ, जहाँ फर्स्ट भाग अथवा पार्ट 1 मा स्कुल एजुकेसनसित सम्बन्धित कुराहरूको प्रस्तावना राखिएको छ। दोस्रो भागमा हायर एजुकेसनसित सम्बन्धित कुराहरू छन् भने तेस्रो भागमा अदर की एरियाज अनि चौथो भागमा मेकिङ इट ह्यापन अथवा यसलाई कसरी कार्यान्वयन गर्नुपर्ने ती कुराहरूबारे चर्चा गरिएको छ। अनि आज हामी चर्चा गर्नेछौँ स्कुल एजुकेसन रिफर्मसित सम्बन्धित के कस्ता कुराहरू राखिएका छन् त। यसको स्कुल एजुकेसन रिफर्मसित सम्बन्धित की अब्जेक्टिभ्स अथवा मुख्य उद्देश्यहरू हुन्: प्रारम्भिक बाल्यकालदेखि उच्च शिक्षासम्म शिक्षामा सर्वव्यापी पहुँचको सुनिश्चित गर्नु। दोस्रो, समानता र समावेशीकरणलाई बढावा दिनु, विशेष गरी पछाडिएका समूहहरूका लागि। तेस्रो, रट्ने शिक्षादेखि अवधारणात्मक बुझाइमाथि ध्यान केन्द्रित गर्नु। चौथो, तार्किक निर्णय लिने र नवीनतालाई प्रोत्साहित गर्न आलोचनात्मक सोच र रचनात्मकतामा जोड दिनु। पाँचौं, असल सिकाइको परिणामको लागि शिक्षामा प्रविधि अथवा टेक्नोलोजीलाई सामेल गर्नु। छैटौं, व्यावसायिक शिक्षा र कौशललाई विकास गर्नु। अनि सातौं, शिक्षामा सार्वजनिक लगानीको अथवा टोटल जीडीपी को 6% बढाउनु। यी बाहेक अरू उद्देश्यहरू पनि छन्, तर यी हुन् मुख्य उद्देश्यहरू अनि यी उद्देश्यहरूलाई नै हामी यहाँ छोटकरीमा एक एक गरेर चर्चा गर्नेछौँ। सबैभन्दा पहिला चर्चा गरौँ नयाँ शैक्षिक र पाठ्यचर्या संरचना, जसलाई भनिन्छ इङ्ग्लिसमा न्यू पेडागोजिकल एन्ड करिकुलर स्ट्रक्चर 5+3+3+4। दिस इज भेरी भेरी इम्पोर्टेन्ट, तपाईँहरू सबैले याद राख्नुहोस्। कोठारी कमिसन 1964 को परम्परागत 10+2 प्रणालीलाई एनईपी 2020 ले 5+3+3+4 को संरचनाको साथमा निम्नलिखित रूपमा प्रतिस्थापित गरेको छ। यसमा सबैभन्दा पहिलो चरण छ आधारभूत चरण अथवा फाउन्डेसनल स्टेज। यो 5 वर्षको अवधिको हुन्छ र यस स्तरमा 3 वर्षको प्री स्कुल अथवा पूर्व प्राथमिक शिक्षा र क्लास 1 र क्लास 2 समावेश हुन्छ। अनि यस स्तरमा खेल आधारित र एक्टिभिटी बेस्ड सिकाइमाथि ध्यान केन्द्रित गरिन्छ। सेकेन्ड स्टेज छ प्रिपेरेटरी स्टेज अथवा तयारी चरण। यस चरणमा 8 देखिको 11 वर्षसम्मका शिक्षार्थीहरू पढ्छन् अनि यो पनि 3 वर्षको अवधिको हुन्छ। अनि यसमा क्लास 3, 4 अनि क्लास 5 पर्दछ। अनि यस स्तरमा यस स्टेजमा खोज, अन्तर्क्रिया, आधारभूत साक्षरता र सङ्ख्यात्मकता, जसलाई अब्रिभिएटेड फर्ममा FLN भनिन्छ, जसको फुल फर्म हुन्छ फाउन्डेसनल लिटरेसी एन्ड न्युमरेसी, यो FLN माथि ज्यादा जोड दिइन्छ। अब यो FLN मा अर्को भिडियोमा हेर्नेछौँ। तेस्रो चरणमा छ मिडल स्टेज अथवा मध्य चरण। यसमा 11 देखि 14 वर्षसम्मका बालबालिकाहरू पढ्नेछन् अनि यो पनि 3 वर्षीय अवधिको हुन्छ। अनि यसमा आउँछ क्लास 6, 7 अनि 8। अनि यस स्तरमा अनुभवात्मक शिक्षा, जसलाई इङ्ग्लिसमा एक्सपिरियन्सियल लर्निङ भनिन्छ नि,
र विषय अन्वेषण र एकीकरण, आलोचनात्मक सोच आदिलाई इन्ट्रोड्युस गरिन्छ। फलस्वरूप उनीहरूले यस चरणका शिक्षार्थीहरूले चाहिँ आफ्नो प्रारम्भिक उमेरदेखि नै कोडिङ हैन कम्प्युटर कोडिङ सिक्नेछन् अनि तिनीहरूको एप्लिकेसन्सहरूको हरूबारे पारङ्गत हुने कोसिस गर्नेछन्। अब एलिमेन्ट्री एडुकेसनमा आधारभूत चरणदेखिको मध्य चरणसम्मको स्टेज आउँदछ। अनि चौथो चरण यसमा छ सेकेन्ड्री स्टेज अथवा माध्यमिक चरण, जसमा 14 देखिको 18 वर्षसम्मका शिक्षार्थीहरू पढ्नेछन् अनि यो 4 वर्षको हुन्छ अनि यसमा क्लास 9 देखिको क्लास 12 सम्म पढ्दछ। अनि यसमा बहुविषयक अध्ययन हैन मल्टिडिसिप्लिनरी स्टडिज अनि फ्लेक्सिबिलिटी अनि व्यावसायिक एक्सपोजर जस्ता कुराहरू राखिने प्रस्ताव गरिएको छ। यसमा तपाईहरूले सुन्नुभएको होला CBCS अथवा चोइस बेस्ड क्रेडिट सिस्टम भन्ने, जसमा शिक्षार्थीहरूले आफ्नो चोइस अनुसार कुनै पनि सब्जेक्ट लिन सक्छन्। त्यसैले यसलाई मल्टिडिसिप्लिनरी भनेर सम्बोधन गरिन्छ। अब अर्को फाउन्डेसनल लिट्रेसी हामी अर्को भिडियोमा हेर्नेछौँ, किनभने यसमा एकदमै लामो भएर जान्छ भिडियो। त्यसैले अब एकैचोटि हेरौँ हामी सेकेन्ड उद्देश्य, जसमा छ अर्ली चाइल्डहुड केयर एन्ड एडुकेसन अथवा ECCE नेपालीमा प्रारम्भिक बाल्यकाल हेरचाह र शिक्षा। अब ECCE को उद्देश्य 3 देखिको 6 वर्षका सबै शिशुहरूले गुणस्तरीय अथवा क्वालिटेटिभ पूर्व प्राथमिक शिक्षा पाओस् भन्ने ध्येय सुनिश्चित गर्नु हो। यस स्ट्राटेजीमा चाहिँ नर्सरी र किन्डरगार्टन सहित आँगनवाडी केन्द्रहरू र पूर्व प्राथमिक विद्यालयहरू स्थापना गर्नु समावेश छ। साथै प्ले स्कुल्सहरूलाई, दिस इज इम्पोर्टेन्ट, प्ले स्कुल्सलाई चाहिँ औपचारिक अथवा फर्मल एडुकेसन सिस्टममा चाहिँ समावेश गर्ने लक्ष्य पनि राखिएको छ। अनि यसमा खेल आधारित र एक्टिभिटी बेस्ड शिक्षाको माध्यमबाट शिशुहरूको समग्र विकासमा ध्यान केन्द्रित गर्ने प्रस्तावना छ। अर्को थर्ड पोइन्ट छ मल्टिलिङ्गुअलिज्म एन्ड ल्याङ्ग्वेज पोलिसी, बहुभाषिकता र भाषा नीति। अब यसमा क्लास 5 सम्म चाहिँ शिक्षाको माध्यम चाहिँ मातृभाषा अथवा स्थानीय भाषा हुने भएको छ अथवा गरिने प्रस्तावना छ। यसमा 3 भाषा सूत्र कायम राख्दै धेरै भाषाहरूको एक्सपोजर पनि सुनिश्चित गरिने प्रस्तावना छ भने विद्यालय र उच्च शिक्षाका सबै स्तरहरूमा संस्कृत भाषालाई विद्यार्थीहरूको लागि एउटा महत्त्वपूर्ण समृद्ध विकल्पको रूपमा प्रदान गरिने प्रस्तावना पनि यसमा छ। सो एनीवन हु इज इन्ट्रेस्टेड इन लर्निङ संस्कृत क्यान अल्सो गो फर द्याट। अर्को पोइन्ट छ इक्विटी एन्ड इन्क्लुजन, समानता र समावेशीकरण। अब शिक्षाको सबै चरणहरूमा नै सबै प्रकारका शिक्षार्थीहरूले, सबै प्रकारका शिशुहरूले भनौँ न, विद्यार्थीहरूले चाहिँ उनीहरूको कुनै पनि प्रकारको शिक्षा होस् हैन, यो सेकेन्ड्री लेभलको स्कुल लेभलको होस् या हायर एडुकेसन लेभलको होस्, त्यसमा चाहिँ सबै स्टुडेन्टहरूले चाहिँ एक्सेस होस्, उनीहरूको एक्सेस र इक्विटीमा चाहिँ ध्यान केन्द्रित गरेको छ, सबैले पाउनुपर्छ भन्ने। अनि यसमा चाहिँ विशेष ध्यान दिएको छ जेन्डर इन्क्लुजन हैन, सबै प्रकारका लिङ्गका व्यक्ति विशेषहरूले चाहिँ शिक्षाको उनीहरूलाई पनि के होस्, एक्सेस होस् अनि इक्विटी पनि मेन्टेन होस् भन्ने त्यो कुराको ध्यान राखिएको छ। अनि यसमा चिल्ड्रेन विथ स्पेसल निड्स एन्ड डिसेबिलिटिजको कुरा पनि गरिएको छ। अनि सोसियो इकोनोमिकली डिसएडभान्टेज ग्रुप्स, यो त पहिलादेखि नै राखिएको छ हैन, उनीहरूलाई पनि शिक्षाको सबै चरणहरूमा एक्सेस र इक्विटी कायम होस् भन्ने कुराहरूको प्रस्तावना छ। अनि यी सबै कुराहरूको निम्ति समावेशी शिक्षा सम्बन्धी ओरिएन्टेसन प्रोग्राम्सहरू सक्रियताको साथमा सञ्चालन गरिने प्रस्तावना पनि राखिएको छ। यो इन्क्लुजिभ एडुकेसनसित सम्बन्धित अनि यो गइरहेको पनि छ। दिस इज गोइङ अन। अर्को पोइन्ट छ
पाठ्यक्रम र शिक्षाशास्त्रमा परिवर्तन, करिकुलम एन्ड पेडागोजी चेन्जेस, दिस इज भेरी इम्पोर्टेन्ट। एनइपी 2020 ले भारतीय श्रेणी कक्षाहरूमा प्रयोग हुने कन्टेन्ट र टिचिङ मेथड्स दुवैमा आदर्श परिवर्तन ल्याउने प्रस्तावना राखेको छ। जस्तै पाठ्यक्रम सामग्री भन्नाले कन्टेन्ट, ओके, करिकुलम कन्टेन्टलाई चाहिँ घटाएर यसमा यो कन्टेन्टहरूलाई चाहिँ मूल अवधारणाहरूमाथि ध्यान केन्द्रित गर्ने प्रस्तावना छ। फोकसिङ ओन्ली अन द कोर कन्सेप्ट्स, तननन नलगेर ओन्ली कोर कन्सेप्ट्सहरूमाथि ध्यान दिने कुरा गरे प्रस्तावना राखिएको छ यो कन्टेन्टहरूमा। अनि मूल अवधारणाहरूमाथि ध्यान केन्द्रित गर्दै घोक्ने प्रक्रियादेखि चाहिँ के छ, कम्पिटेन्सी बेस्ड एडुकेसन हैन, दक्षता आधारित शिक्षा माथि चाहिँ ध्यान केन्द्रित गर्ने प्रस्तावना छ। अब त्यसपछि लर्निङ आउटकम्स आर क्लियरली डिफाइन्ड एन्ड मेजरेबल। अब जब टिचर्सहरूले आफ्नो पाठ पढाउन क्लासभित्र जान्छन् तब टिचरहरूलाई एकदमै क्लियर हुनुपर्छ कि कुन चाहिँ कन्सेप्टमाथि म ध्यान दिन जाँदैछु अनि त्यो कन्सेप्ट बसाउनुको निम्ति म कस्तो प्रकारको क्रियाकलापहरू गर्नेछु त्यो माथि ध्यान दिएर चाहिँ आफ्नो लेसन प्लानका उद्देश्यहरू निर्धारित गर्नुपर्नेछ। अनि यसमाथि मैले पहिला नै एउटा भिडियो बनाएको थिएँ, त्यो धेरै जसोले हेरेका छैनन् हैन। दिस इज भेरी इम्पोर्टेन्ट। त्यो एकदमै अब टिचर हुनेहरूको लागि चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा हो कि आफूले उद्देश्य कसरी निर्धारण गर्नुपर्ने, त्यो आफ्नो जुन चाहिँ लर्निङ आउटकम्स हुन्छ नि त्यसलाई चाहिँ कसरी क्लियरली डिफाइन गर्नुपर्ने। हामीले साधारण भाषामा भन्नु हो भने जब लेसन प्लान बनाउँछौँ तब लेसन प्लान बनाउँदाखेरि सबैभन्दा पहिला हाम्रो के आउँछ त, उद्देश्य निर्धारण। त्यसमा सामान्य उद्देश्य र विशिष्ट उद्देश्यहरू हुन्छन्। त्यो सामान्य उद्देश्य र विशिष्ट उद्देश्यमा नै हाम्रो तीनैवटा क्षेत्रहरू कग्निटिभ, अफेक्टिभ र साइकोमोटर डोमेनका विभिन्न स्तरहरू पनि गाभिएका हुन्छन्। अनि ती स्तरहरूलाई चाहिँ हामीले कसरी आफ्नो लेसनमा, आफ्नो पाठमा कन्सेप्ट बिल्डिङको समयमा चाहिँ प्रयोग गर्नु, त्यो चाहिँ क्लियरली डिफाइन, एकदमै क्लियरली लेखेको हुनुपर्छ। त्यसैले यो चाहिँ वुड बी टिचर्सलाई चाहिँ एकदमै इम्पोर्टेन्ट छ, हाउ टु राइट क्लियर एन्ड मेजरेबल लर्निङ आउटकम्स। त्यो भिडियो गएर हेर्नुहोस्। अर्कोमा दिएको छ एम्फासिस अन क्रिटिकल थिङ्किङ, कम्युनिकेसन, कोलाबोरेसन, एम्पथी, क्रिएटिभिटी एन्ड एक्सपिरियन्सियल लर्निङ एन्ड जोयफुल लर्निङ। यो सबै कुराहरू चाहिँ भन्नाले 21st सेन्चुरीमा आवश्यक कौशलहरू हुन्, जसलाई 7C अथवा 11C को नामले पनि सम्बोधन गरिन्छ हैन। जस्तै क्रिटिकल थिङ्किङ, कम्युनिकेसन, कोलाबोरेसन, कोअपरेसन, कोअर्डिनेसन भन्ने थुप्रै कुराहरू छन् यसमा। त्यसपछि एम्पथी भन्नाले समानुभूति, ओके, समानुभूति, क्रिएटिभिटी, एक्सपिरियन्सियल लर्निङ जस्ता कुराहरूलाई चाहिँ गाभिने, समावेश गरिने, जुन चाहिँ हाम्रो करिकुलम अनि पेडागोजीमा चाहिँ यी कुराहरूलाई चाहिँ समावेश गरिने प्रस्तावना छ हैन। अब यसलाई चाहिँ कसरी चाहिँ जोयफुल बनाउनु अथवा आनन्ददायक, अनि कम्युनिकेटिभ, कोलाबोरेटिभ, एम्पथी, क्रिटिकल थिङ्किङ, एक्सपिरियन्सियल लर्निङ, यिनीहरू सबैलाई चाहिँ कसरी गाभ्नु भन्दाखेरि चाहिँ पाठ्य विषयवस्तुहरू जुन चाहिँ पनि हुन्छन् नि, ती पाठ्य विषयवस्तुहरूमा चाहिँ स्थानीय र सांस्कृतिक प्रासङ्गिकतामाथि चाहिँ विषयवस्तुहरूलाई संरचना गरेर, अथवा भन्नुको मतलब जुन चाहिँ पढ्ने मटेरियलहरू छ नि, पढाइने त्यो मटेरियलहरूमा चाहिँ हाम्रो रिजनल अथवा हाम्रो वरिपरिको वातावरणमा जुन चाहिँ पनि घटनाहरू, सिचुएसनहरू छन्, संस्कार संस्कृतिहरू चल्छन्, आफ्नो सांस्कृतिक शिल्पहरू छन्, तिनीहरूमाथि चाहिँ के गर्नु त, पाठ्य विषयवस्तुहरूलाई संरचना गर्नु, बनाउनु हैन। त्यसमा के आउँछ त, हाम्रो लोकल फोक सांस्कृतिक जुन चाहिँ पनि हुन्छ नि, कथा भयो, नृत्य भयो, शिल्प भयो हैन, घटनाहरू भयो, चाड त्योहार, उत्सव, पर्व, यी सबै कुराहरूलाई नि जुन चाहिँ पनि हाम्रो जनजीवन चल्छ तिनीहरूलाई चाहिँ पाठ्य विषय वस्तुहरूमा गाभेर हैन
त्यसमा चाहिँ सामुदायिक कथाहरू पनि हुन्छ अनि कति कथाहरूमा हाम्रो के हुन्छ नि त मूल्य नैतिक मूल्यहरू गाभिएको हुन्छ तिनीहरूलाई चाहिँ इन्क्लुड गरेर पाठ्यविषय वस्तुहरू अथवा करिकुलमहरू चाहिँ गठन गरियो भने चाहिँ के हुन्छ नानी त्यो टिचिङ लर्निङ अलिक के हुन्छ त जोयफुल हुन्छ अनि अलिक रिलेभेन्ट पनि हुन्छ प्रासङ्गिक पनि हुन्छ। फर इक्जाम्पल दार्जिलिङमा छ नि होइन, दार्जिलिङको एउटा गाउँमा गएर हामीलाई एकदमै त्यो ठुल्ठुलो कुराहरू गर्नु भएन नि, अन्य कुनै स्थानको कुरा गऱ्यो भने के हुन्छ त त्यो एकदमै अप्रासङ्गिक भएर जान्छ, इरिलेभेन्ट भएर जान्छ। जब इरिलेभेन्ट अप्रासङ्गिक हुन सक्छ तब पढाइदेखि मनै उछिटिएर जान्छ, पत्यार लाग्ने पनि पाउँदैन अनि उनीहरूको कन्सेप्ट पनि क्लियर हुँदैन। त्यसैले यी कुराहरूमाथि जोड दिँदै यस प्रकारको प्रस्तावना पनि करिकुलम एन्ड पेडागोजी चेन्जेसमा ल्याउने प्रस्तावना राखिएको छ। अर्को छ इन्टरडिसिप्लिनरी एन्ड इन्टिग्रेटेड एडुकेसन। अब इन्टरडिसिप्लिनरी भने नो स्ट्रिम सेपरेसन, एकाडेमिक भोकेसनल एन्ड एक्स्ट्रा करिकुलर सब्जेक्ट्स ब्लेन्डेड। नट ओन्ली अब यसमा चाहिँ के छ त इन्टरडिसिप्लिनरी भन्नाले एउटा टिचर छ अरे, भाषाको टिचर छ, भाषाको टिचर क्लासरुमभित्र गयो 7मा होइन, क्लास 7मा पढाउँदैछ अरे। अब 7मा गएपछि त्यो टिचरलाई भाषा सँगसँगै अरू सब्जेक्टको पनि ज्ञान हुनुपर्छ। जस्तै अब सबै ज्ञान हुनुपर्छ भन्ने होइन, तर जति चाहिन्छ त्यो ज्ञान चाहिँ हुनपर्छ। जस्तै भाषा पढाउने टिचरलाई गणितको पनि ज्ञान हुन पर्यो, साइन्सको पनि ज्ञान हुन पर्यो, भूगोल हिस्ट्री सबैको ज्ञान हुन पर्यो। प्लस यसमा यो त भयो एकाडेमीसित सम्बन्धित होइन, त्यसैलाई भनिन्छ इन्टरडिसिप्लिनरी। अनि इन्टिग्रेटेड चाहिँ बिकज एकाडेमिक सब्जेक्ट्सलाई मात्रै नभएर यो भोकेसनल एक्स्ट्रा करिकुलर जुन चाहिँ हुन्छ नि स्पोर्ट्स होइन, अनि आफ्नो त्यो हबीसित सम्बन्धित कुराहरू, यो सबै कुराहरूलाई पनि संलग्न गरेर चाहिँ कुनै पनि पाठ पढाइने कुराहरूको प्रस्तावना छ। त्यसैलाई भनिन्छ इन्टरडिसिप्लिनरी अनि इन्टिग्रेटेड एडुकेसन। अब अर्को चाहिँ राखेको छ यसमा भोकेसनल एडुकेसन इज इन्ट्रोड्युस फ्रम ग्रेड 6। क्लास 6देखि नै इन्टर्नसिपको साथमा नै भोकेसनल एडुकेसन पनि सुरु गरिने प्रस्तावना छ, जसमा चाहिँ कोडिङ होइन, कोडिङ सिकाइने, पोटरी, गार्डनिङ, म्युजिक, डान्सिङ, स्पोर्ट्स के पनि हुन्छ नि, यस्ता कुराहरूको समावेशीकरणको प्रस्तावना पनि यसमा राखिएको छ। अब सबैभन्दा इम्पोर्टेन्ट कुरा छ असेसमेन्ट रिफर्म्स इन एनइपी 2020 की हाइलाइट्स। अब यो सबै कुराहरू त भयो होइन, करिकुलम यस्तो हुनुपर्छ, कन्टेन्ट यस्तो हुनुपर्छ, त्यसमा यस्तो हुनुपर्छ, उस्तो हुनुपर्छ भनेर। त्यसपछि ती कुराहरू पढाइसकेपछि, धारणाहरू बसिसकेपछि चाहिँ त्यसलाई असेस गर्ने कुरा पनि त हुनु पऱ्यो नि होइन। त्यसैले यो असेसमेन्टमा पनि के गरिएको छ त रिफर्म ल्याइएको छ। सो एनइपी 2020 ले चाहिँ यो निम्नलिखित कुराहरू जुन चाहिँ लेखेकी छु मैले, शिफ्ट इन फिलोसफी एन्ड टाइप्स अफ असेसमेन्ट भन्ने कुराहरू, यी सबै कुराहरू छ। फिलोसफीमा भन्नुपर्दा एनइपी 2020 ले चाहिँ रट्ने सिकाइदेखि चाहिँ वास्तविक सिकाइमाथि होइन, रियल लर्निङमाथि चाहिँ ध्यान दिन्छ नि त। जस्तै कन्सेप्ट लर्निङमा होइन ध्यान दिन्छ। अब जब कुनै पनि एउटा पाठ पढिसकेपछि त्यो पाठको चाहिँ कन्सेप्ट नानीहरूलाई बस्नु पर्यो भन्ने चाहिँ कुरामाथि चाहिँ ध्यान दिन्छ नि होइन। त्यसैले त्यो मात्रै कन्सेप्ट मात्रै बसेर होइन, त्यो कन्सेप्टलाई जब चाहिन्छ आवश्यकता अनुसार त्यसलाई प्रयोग पनि गर्न सकोस्, अनि त्यसमाथि चाहिँ के पनि होस्, उसको आफ्नै विचार पनि होस्, रचनात्मकता अथवा क्रिएटिभिटी पनि होस् भन्ने कुराहरूमाथि चाहिँ ध्यान दिन्छ नि त होइन। त्यसैले अहिले तपाईँहरूले सुन्नुभएको होला ओपन बुक एक्जामिनेसन भन्ने, जहाँ चाहिँ एक्जाम लिन्छ तर बुक स्टुडेन्टहरूले खुला राख्न सक्छन्। अब यसो गर्दाखेरि चाहिँ के हुन्छ, टिचरले पढाउँदैछ अरे, सपोजिङ एउटा च्याप्टर छ अरे फोटोसिन्थेसिस होइन, फोटोसिन्थेसिस पढाइसकेपछि टिचरले चाहिँ क्वेसन चाहिँ वाट इज फोटोसिन्थेसिस अथवा डिफाइन फोटोसिन्थेसिस अथवा डिस्क्राइब द प्रोसेस अफ फोटोसिन्थेसिस भन्ने कुराहरू जस्तो एक्जाम क्वेसनहरू दिएर भएन। त्यो क्वेसनहरू दियो भने त स्टुडेन्टहरूले सिधै बुकबाट लिन्छ नि त होइन, त्यो त भयो रट्ने अथवा घोक्ने प्रथा। अब यसमा चाहिँ कन्सेप्ट बसाउनु पऱ्यो नि त। फोटोसिन्थेसिस भनेको चाहिँ के हो त होइन, फोटोसिन्थेसिसमा कतिवटा कुराहरू चाहिन्छ, अनि यसको
प्रोडक्ट के हो, कसरी बनिन्छ, किन बनिन्छ, कसरी ह्युमन बिङको लागि अथवा अरू लिभिङ अर्गानिजम्सको लागि द प्रोसेस अफ फोटोसिन्थेसिस इज इम्पोर्टेन्ट भन्ने कुराहरू चाहिँ टिचरहरूले हाल्नु पऱ्यो। रट्टाइ होइन, तर नानीहरूको दिमागमा चाहिँ त्यो इन्स्टिल गरेपछि चाहिँ उनीहरूले आफै पनि बुझ्ने कोसिस गर्नु पऱ्यो नि त होइन। जस्तै तपाईँहरूले भन्नुभयो अरे फोटोसिन्थेसिसको लागि त के भन्छ क्लोरोफिल चाहिन्छ अथवा लाइटको चाहिँ आवश्यकता छ होइन। त त्यो लाइट चाहिँ सनलाइटै हुनुपर्छ र आर्टिफिसियल लाइटमा पनि हामीले फोटोसिन्थेसिस अकर हुनसक्छ त भन्ने यस्ता कुराहरू नि। अथवा यदि संसारबाट सबै हरियो वनस्पतिहरू चाहिँ इरेज गर्यो भने अथवा रिमुभ गर्यो भने चाहिँ संसारमा के हुन्छ होला, अनि त्यसको अल्टरनेटिभ के होला त? यदि फोटोसिन्थेसिसै भएन भने संसारमा के हुन्छ त? अक्सिजनै हुँदैन। अक्सिजन कसरी बनाउन सक्छ त? यदि अक्सिजन बनाइयो भने कतिजनालाई प्रोभाइड हुन्छ, अथवा वाट इज द अल्टरनेटिभ फर प्रोडक्सन अफ अक्सिजन? अथवा अक्सिजन मात्रै बनिएर पनि भएन, फुड पनि त चाहियो होइन। अल्टिमेटली त वी अल लिभिङ अर्गानिजम्स फ्रम माइक्रो अर्गानिजम्स टु हायर अर्गानिजम्स म्यामलसम्म चाहिँ के गर्छ त? फोटोसिन्थेसिसमै भर पर्छ होइन, डाइरेक्टली अर इन्डाइरेक्टली फर फुड। सो यस प्रकारका क्वेसनहरू बनाउने क्षमता चाहिँ टिचर्समा आउनु पऱ्यो, अनि त्यसलाई असेस गर्ने क्षमता पनि हुन पऱ्यो त्यस प्रकारको। त्यसैले यो दर्शनशास्त्रमा परिवर्तन अनि क्वेसन्स एक्जामिनेसन्स असेसमेन्ट फर लर्निङ माथि जोड दिन्छ, नट ओन्ली इन असेसमेन्ट अफ लर्निङ माथि होइन, यो कुराहरू छ। अनि टाइप्स अफ असेसमेन्ट पनि अब असेसमेन्ट थुप्रै प्रकारको हुन्छन्, मेनली फर्मेटिभ र सम्मेटिभ होइन। फर्मेटिभ भन्नाले जुन चाहिँ हामीले छोटो छोटो चरणमा तात्कालिक रूपमा छिट्टो नै के गर्न सक्छौँ त? असेस गर्न सक्छौँ शिक्षार्थीहरूको प्रोग्रेस होइन, लर्निङ प्रोग्रेस कति गर्दैछ त शिक्षार्थीहरूले, के कस्ता जाने, कति जाने भन्ने कुराहरू तात्कालिक गर्न सकिने कुराहरूलाई चाहिँ आउँछ फर्मेटिभ एक्जामिनेसनमा। जो चाहिँ हुन्छ जस्तै ओरल भयो होइन, जस्तै क्लास टेस्ट भयो, युनिट टेस्ट भयो, प्रोजेक्ट्स भयो, पोर्टफोलियोज, यस प्रकारका छोटा साना एक्जाम्सहरूलाई चाहिँ भनिन्छ फर्मेटिभ एक्जामिनेसन। अनि अर्को समेटिभ एक्जामिनेसन चाहिँ हाई स्टेक एक्जाम्स, जस्तै एनुअल एक्जामिनेसन, यो त स्कुलको भयो नि, एनुअल र हाफ इयरली एक्जामिनेसन, यो हाई स्टेक एक्जाम्स जुन चाहिँ वर्षमा 2 पल्ट हुन्छ। त्यसले नै निर्णय गर्छ कि स्टुडेन्टहरूको क्षमता अथवा विकास कतिको भएको छ भनेर। तर अहिले चाहिँ के छ, फर्मेटिभ असेसमेन्टमा ज्यादा ध्यान दिनेछ। यो होइन कि समेटिभ एक्जामिनेसन अथवा असेसमेन्टलाई चाहिँ त्यागिएको छ भन्ने होइन, समेटिभ असेसमेन्ट पनि हुन्छ। तर समेटिभ असेसमेन्टमा जस्तै अघि मैले भने फोटोसिन्थेसिसको कुरा होइन, फोटोसिन्थेसिस प्रोसेसलाई वर्णन गर भन्ने होइन। अब चाहिँ के छ, यसमा चाहिँ के हुनु पऱ्यो त, कोर कन्सेप्ट र त्यो कन्सेप्टमाथि चाहिँ एप्लिकेसन कसरी गर्छ त स्टुडेन्टले, त्यो कन्सेप्टलाई चाहिँ कसरी चाहिँ आफ्नो बुद्धि अथवा हुन्छ नि मानसिकता बौद्धिकता अनुसार उसले प्रयोगमा ल्याउन सक्छ, त्यो जाँच्नुपर्ने असेसमेन्टहरू समेटिभ असेसमेन्ट त्यस प्रकारको हुनु पर्यो। अर्को छ पोर्टफोलियो बेस्ड भन्दैछ नि, इन्क्लुड्स क्रिएटिभ वर्क, पियर फिडब्याक एन्ड सेल्फ रिफ्लेक्सन। यो त तपाईँहरूले क्लासमै गर्नुहुन्छ। अर्को कुरा गरिएको छ यो असेसमेन्ट रिफर्ममाथि, बोर्ड एक्जाम रिफर्म्स तपाईँहरूले सुन्नुहुँदै होला। 2026देखिको सिबिएसई एक्जाम दुई पल्ट हुन्छ नि, एउटा फेब्रुअरीमै अर्को अप्रिलमा होइन। यसलाई अब लामो भनिरहँदिनँ म, यो भयो भने अर्को भिडियोमा कुरा गरौँ होला। यसमा के हुन्छ भने कतिजना स्टुडेन्टहरूले जुन चाहिँ त्यो हाई स्टेक एक्जाम्स हुन्छ नि, जस्तै बोर्ड एक्जाम्स भयो, प्लस क्लास 10 पास गरिसकेपछि एउटा बोर्ड एक्जाम, अनि क्लास 12 पास गरिसकेपछि अर्को बोर्ड एक्जाम। त्यही बोर्ड एक्जाममा एक पल्ट हुन्छ, अनि त्यही एक्जामले नै के गर्छ त, नानीहरू कुन चाहिँ स्ट्रिममा जानुपर्ने, उसको कुन चाहिँ करियर पाथ हुनुपर्ने, त्यो सबैलाई डिटर्मिन गर्छन्। तर कतिपल्ट के हुन्छ त, त्यो स्टुडेन्टहरूको कतिवटा आफ्नो व्यवस्था पनि हुन्छ, जसको कारणले उसले एक्जाममा या त बस्न सक्दैनन्, या त कुनै पनि एउटा एक्जाममा उसले राम्रो कन्सन्ट्रेट गर्न सक्दैन। यस्ता थुप्रै प्रकारका व्यवस्थाहरू हुन्छन्। त्यसलाई चाहिँ ओभरकम गर्नको निम्ति चाहिँ यसमा पनि के गरेको छ, बोर्ड एक्जाम्सहरूमा पनि फ्लेक्सिबिलिटी ल्याइएको छ होइन। त्यसैले दुई पल्ट हुँदैछ यो सिबिएसई एक्जाम। यदि फेब्रुअरीमा सपोजिङ कुनै कारणवश एउटा स्टुडेन्टले एउटा सब्जेक्टको एक्जाम दिन सकेन भने उसले अर्को महिना त्यो विषयको एक्जाम दिन सक्छ। अथवा उसलाई लाग्छ कि मैले फर्स्ट एक्जाम राम्ररी गर्न सकिनँ, बिकज मेरो यस्तो कारणले गर्दा म अर्को एक्जाममा बस्छु भनेर अर्को एक्जाममा पनि पुरा एक्जाम दिन सक्छन्। यस्ता प्रकारका थुप्रै केहरू छन् त, फ्लेक्सिबिलिटीहरूको पनि प्रस्तावना छ। अनि अलि बिस्तारै एप्लिकेसन
पनि हुँदै एक्जिक्युट पनि हुँदैछ, जसले चाहिँ स्टुडेन्टहरूको स्ट्रेसहरूलाई रिड्युस गर्ने होइन। कसै एकदमै राम्रो स्टुडेन्टहरू हुन्छ तर जब चाहिँ मेन एक्जाम हुन्छ, मेन एक्जामको टाइम कुनै कारणवश उसले एक्जाममा राम्रो पर्फर्म गर्न सकेन भने त्यो स्टुडेन्टलाई के हुन्छ त, डिप्रेसन हुन्छ। अनि डिप्रेसनको कारणले कतिवटा नहुन पर्ने कामहरू पनि शिशुहरूले गरी पठाउँछन् होइन। त्यस प्रकारका स्ट्रेसहरू, एङ्जाइटीहरूलाई चाहिँ के गर्नको निम्ति, रिड्युस गर्नको निम्ति यस प्रकारका एक्जामहरूमा पनि रिफर्म ल्याउने प्रस्तावना छ। अर्को भेरी भेरी इम्पोर्टेन्ट पोइन्ट इज होलिस्टिक प्रोग्रेस कार्ड। पहिला त के थियो त, एक्जाम क्लास 10 पढिसक्यो, क्लास 10 पढिसकेपछि बोर्ड एक्जाम पछि एउटा हाम्रो रिपोर्ट कार्ड आउँछ। त्यो रिपोर्ट कार्डमा पर्सेन्टेज कति कति आयो भन्ने कुरा हुन्छ। अनि त्यो पर्सेन्टेजले निर्धारण गर्थ्यो नि अघि चाहिँ म कसरी जानुपर्ने भनेर होइन। तर अहिले चाहिँ के छ त, इट इज नट ओन्ली त्यो मार्क्स कति आयो भन्ने कुरा, यसले चाहिँ 360 डिग्रीको प्रगतिलाई चाहिँ दर्शाउँछ। 360 डिग्रीको प्रगति भन्नाले के हुन्छ त, यसमा तिनै प्रकारका क्षेत्रहरू जस्तै कग्निटिभ, अफेक्टिभ र साइकोमोटरको त्यस्ता कुराहरूको पनि के गर्छ त, यसले असेस गर्छ। अब कसरी गर्नुपर्ने भन्दाखेरि अब अघि नै भने नि, टिचरहरूले लेसन प्लानिङ एकदमै ठिक प्रकारले गरेको हुनुपर्छ, जसमा चाहिँ त्यो लेसन प्लानिङ गर्दा नै जब उद्देश्य निर्धारण गरिन्छ, उद्देश्य निर्धारण गर्दा नै यी तीनवटा पक्षहरू त्यसमा गाभिएको हुनुपर्छ, सो द्याट द टिचर क्यान अल्सो किप अ रेकर्ड अफ द स्टुडेन्ट्स अल 3 डिफ्रेन्ट डोमेन्स अफ द एडुकेसन। त्यो हुन्छ नि, जुन चाहिँ उसले तीनवटा डोमेन, कग्निटिभ, अफेक्टिभ र साइकोमोटर डोमेनहरूलाई चाहिँ टिचरहरूले पनि रेकर्ड गर्न सकोस्। त्यही प्रकारको टिचर्सले चाहिँ के पनि गर्नु पर्यो, लेसन प्लानिङ पनि गर्नु पर्यो अनि असेसमेन्ट पनि बनाउनु पर्यो। अब यसमा यो होलिस्टिक प्रोग्रेस कार्डमा चाहिँ के हुन्छ त, 360 डिग्री भन्दा त्यो 360 डिग्री भनेको तपाईँहरूले बुझ्नु नै भयो होला होइन। होलिस्टिक प्रोग्रेस जसमा आउँछ हाम्रो कग्निटिभ प्रोग्रेस, सोसल इमोसनल भन्नाले अफेक्टिभ प्रोग्रेस, अनि साइकोमोटर भन्दा चाहिँ तपाईँहरूले बुझिहाल्नुहुन्छ नि होइन गर्ने। यसबाहेक यसमा चाहिँ स्टुडेन्टहरूले क्लासमा कतिको लिडरसिप देखाउँछ होइन, कतिको सहानुभूति देखाउँछ, सिम्पथी, एम्पथी भन्ने कुराहरू, कस्तो उसको व्यवहार छ होइन, साथीहरूसँग, टिचर्सहरूसँग, या त आफैसँग पनि, यो सबै कुराहरू चाहिँ असेस गर्नुपर्ने कुरा चाहिँ आउँछ 360 डिग्री प्रोग्रेस प्रोफाइलमा। यसमा एकाडेमिक ग्रेड्स त आउँछ, स्किल्स पनि यहाँनिर दिएको छ नि, सबै यो रिफ्लेक्सन्स होइन। अनि यसमा अर्को इम्पोर्टेन्ट कुरा के छ भने, यसमा टिचर्सको मात्रै प्रोग्रेस चाहिँ रिफ्लेक्ट हुँदैन, यसमा टिचर्सको प्रोग्रेस पनि रिफ्लेक्ट हुनेछ। अब टिचर्सले नै आफ्नो उद्देश्य निर्धारण गर्न जानेन भने त असेस गर्न त जान्दैनन्। यदि असेसै गर्न जानेनन् भने त कुनै पनि स्टुडेन्टको प्रोग्रेस त डामाडोल भएर जान्छ नि होइन। टिचरलाई नै आएन भने त के गर्नु, कसैले त्यही कतिवटा प्रसङ्गमा यस्ता पनि देखेका छन् नि, स्टुडेन्टहरू भेरी ब्राइट हुन्छन् देन टिचर्स। सो टिचरहरूको कमीको कारणले त्यो स्टुडेन्टहरूले मार्क्स त्यति राम्रो पाउँदैन क्या, खासमा चाहिँ टिचरहरूले त्यसलाई असेस गर्न नसकेर। त्यस्ता कुराहरू पनि कतिवटा रेकर्ड छन्। एनिवेज त्यस्तो चाहिँ नहोस् भनेर अब चाहिँ टिचर्सको पनि के हुन्छ त, प्रोग्रेस चाहिँ काउन्ट हुनेछ। त्यसबाहेक इम्पोर्टेन्ट कुरा चाहिँ टेक्नोलोजीको इन्टिग्रेसन होइन। टेक्नोलोजी त अहिले सबै क्लासमा आयो, तर प्राइभेट स्कुलहरूमा त पहिलादेखि नै टेक्नोलोजी थियो, स्मार्ट बोर्ड्स होइन, स्मार्ट क्लासेस, स्मार्ट कन्टेन्ट्सहरू थियो भने अहिले चाहिँ यसमा के छ त, सरकारले नट ओन्ली इन प्राइभेट स्कुल्स बट पब्लिक स्कुल्स होइन, गभर्मेन्ट कन्ट्रोल्ड स्कुल्समा पनि यो सबै कुराहरू, फेसिलिटिजहरू पुरा पुगेको हुनुपर्छ, नट ओन्ली फर द कन्टेन्ट टिचिङ मेथड बट अल्सो फर असेसमेन्ट भन्दैछ। यसमा चाहिँ एआई बेस्ड टुल्सहरूको प्रयोगको प्रस्तावना छ होइन, जसले चाहिँ टिचरहरूको प्लस स्टुडेन्टहरूको चाहिँ प्रोग्रेस अनि स्टुडेन्टहरूको चाहिँ लर्निङ प्लस प्रोग्रेसहरूलाई चाहिँ गाइड गर्छन् अनि ट्र्याकमा राख्छन्। यस सबैको निम्ति यो असेसमेन्टको निम्ति चाहिँ, असेसमेन्टलाई कन्ट्रोल गर्ने चाहिँ एउटा रेगुलेटरी बडी बनाइएको छ, जसलाई चाहिँ PARAKH भनिन्छ, परख भनिन्छ। यो परखले चाहिँ के गर्छ त, सबै देशको सबै स्कुलहरूमा चाहिँ एकै नासे के हुन्छ, क्वालिटी र कन्सिस्टेन्सी चाहिँ मेन्टेन होस् भन्ने कुरामा चाहिँ ध्यान राख्छ। अब यो परखलाई पनि अर्को एकदमै एलाबोरेट हुन्छ, यसको काम यहाँनिर पुरा गऱ्यो भने, त्यसैले हामी अर्को भिडियोमा सकेसम्म कोसिस गर्नेछौँ हेर्ने। अर्को इम्पोर्टेन्ट कुरा छ यसमा,
टिचर ट्रेनिङ हैन, टिचर ट्रेनिङ इज भेरी भेरी इम्पोर्टेन्ट। टिचर ट्रेनिङ एन्ड एम्पावरमेन्ट अन्डर एनएपी। अब सबै कुराहरू हो भने त टिचरहरू पनि त्यही किसिमले ट्रेन्ड हुन पर्यो नि त हैन। टिचरहरूमा पनि ती सबै क्षमताहरूको विकास हुन पर्यो। अब त्यो पहिलाको जस्तै व्हाट इज द्याट, हाउ इज द्याट भनेर भएन। अब यसको निम्ति चाहिँ कस्तो प्रस्तावना राखिएको छ भन्दाखेरि इन्टिग्रेटेड टिचर एडुकेसन प्रोग्राम ITEP हैन। यसमा चाहिँ के छ, 4 वर्षे मल्टिडिसिप्लिनरी BEd बाई 2030 देखिको चाहिँ लागू हुने कुरा छ हैन। मिनिमम क्वालिफिकेसन अस्ति भर्खर तपाईहरुले सुन्नुभयो होला नि, टिचरहरू पहिला त हाम्रो के त्यो त क्लास 12 अब एलिमेन्ट्रीको कुरा गरौँ, हाई स्कुलको त यो छँदैछ। एलिमेन्ट्रीको एडुकेसनको कुरा गर्दाखेरि पनि क्लास 8 सम्मका शिक्षकहरूमा चाहिँ के हुनु पर्यो, क्लास 12 चाहिँ उसले पास हुनु पर्यो यति पर्सेन्टेज लिएर, अनि त्यसमा भाषा इम्पोर्टेन्ट छ, अनि त्यसपछि टेट पास गर्नुपर्ने थियो कुरा हैन। तर अहिले सुप्रिम कोर्टले के गरेको छ त, हाई कोर्टले चाहिँ पास गरेको छ नि, के पास गरेको छ, 2010 देखि अघि जसले नौकरी पाएको थियो उनीहरूलाई चाहिँ टेटदेखि एक्जेम्सन छ। किनभने अहिले जुन चाहिँ NEP 2020 आइएको छ त्यसले चाहिँ शिक्षकहरूको क्वालिफिकेसन स्ट्यान्डर्डलाई बढाएर चाहिँ एभ्री टिचर सुड ह्याभ पास्ड TET। जसले पास गरेको छैन उसले चाहिँ 2 वर्षभित्रमा पास गर्नुपर्ने कुरा राखेको थियो नि। तर त्यसमा चाहिँ कतिपय अब थुप्रै चुनौतीहरू आउँछ हैन। त्यो चुनौतीहरू लाई चाहिँ पार गर्दै उत्तर प्रदेश र तमिलनाडु सरकारले त पिटिसन दिएर के गरेको थियो, एटलिस्ट 2010 देखि अगाडि जुन टिचर्सहरूले काम पाए उनीहरूलाई चाहिँ एक्जेम्सन छ। तर अब आउँदो टिचरहरू चाहिँ के हुनु पर्यो त, एकदमै कम्पिटेन्ट हुनु पर्यो नि। उनीहरूमा पनि के हुनु पर्यो, कौशलता त हुनु पर्यो। किनभने टिचरहरू चाहिँ के हो त, टिचरहरू त राष्ट्र निर्माताहरू हुन् हैन। राष्ट्र निर्माता भन्नाले सुनागरिकहरू गठन गर्ने, सुनागरिकहरू को हुन्छन् त, स्टुडेन्ट्स हुन्छन्। अब स्टुडेन्ट्समा ती सुनागरिक हुनुपर्ने गुणहरू इन्स्टिल गर्ने त टिचर्स हो नि त। टिचर्समै ती गुणहरू छैन भने त के भयो त, भएन हैन। त्यो क्वालिटेटिभ एडुकेसन भनेर मात्रै कुरा चिल्लाएर मात्रै भएन त, हुनु पनि पर्यो, काम पनि पुरा प्र्याक्टिकल पनि हुनु पर्यो, एप्लिकेसन पनि हुनु पर्यो। त्यसैले BEdलाई 4 वर्ष बनाएको छ अरे। अनि त्यसमा चाहिँ 4 वर्ष गर्दा गर्दै उसलाई के हुन्छ त, आफ्नो जुन चाहिँ सब्जेक्टको टिचर हुन चाहेको त्यो सब्जेक्टमा चाहिँ उसको एकदमै डिप अन्डरस्ट्यान्डिङ, डिप नलेज, डिप कन्सेप्ट, क्लियर कन्सेप्ट फर्मेसन हुन्छ अरे हैन। त्यसैले चाहिँ यी कुराहरूको कुरा गरिएको छ। एनिवेज लामो टाढो कुरा नगरौँ। अर्को पोइन्ट चाहिँ यसमा टिचर ट्रेनिङको लागि यो ITEP को एउटा कुरा एउटा कुरा छ। अर्को छ नेसनल प्रोफेसनल स्ट्यान्डर्ड्स फर टिचर्स NPST। दिस इज भेरी भेरी इम्पोर्टेन्ट। यसले चाहिँ के गर्छ भने बेन्चमार्क्स फर टिचिङ क्वालिटी, एथिक्स एन्ड प्रोफेसनल कन्डक्ट। यो त मैले भन्नुपर्ने परिरहेन होला हैन। टिचिङ क्वालिटी, अब टिचिङ क्वालिटी के हुन्छ त, कतिपयवटा के हुन्छ नि त, टिचरहरूले एकपल्ट काम पाएपछि अब त मेरो स्यालेरी पाकिहाल्छ, अब के गर्नुपर्छ र, क्लासमा स्कुलमा गयो, अटेन्डेन्स लगायो, आयो, त्यो कुरा आएन। अब के हो कसो पढाउने कुरा पनि मैले त जानि त हालेको छु, अब यो पढाउनु त हो भन्ने भएन। तर उसले पनि आफ्नो के गर्नु पर्यो, प्रोग्रेस। यसमा आउँछ एउटा CPD भन्ने कुरा, कन्टिन्युअस प्रोफेसनल डेभलपमेन्ट भन्ने कुरा हैन। त्यो कन्टिन्युअस प्रोफेसनल डेभलपमेन्टमा चाहिँ टिचरहरूले आफ्नो प्रोफेसनलाई चाहिँ अपग्रेड गर्ने कुरा आउँछन्। त्यसैले NPSTले चाहिँ टिचरहरूको 4टा क्याटेगोरी बनाएको छ। त्यो 4टा क्याटेगोरीमा बिगिनर लेभल हैन, त्यसपछि प्रोफिसियन्ट लेभल, त्यसपछि एक्सपर्ट लेभल र लिडर लेभल। अब जुन चाहिँ बिगिनर लेभलहरू छन्, बिगिनर लेभलहरूलाई चाहिँ त्यति उनीहरू ट्रेनिङ गरेर आएका हुन्छन् होला। तर फेस टु फेस जुन चाहिँ सेसन हुन्छ नि त्यसमा उनीहरूलाई अलिकति साह्रो पर्यो भने चाहिँ जो चाहिँ पहिलाको एक्सपर्ट टिचर्सहरू हुन्छ नि उनीहरूले तिनीहरूलाई बिगिनर लेभलको टिचर्सलाई चाहिँ के गर्नुपर्छ त, गाइड गर्नुपर्ने हुन्छ, फेसिलिटेट गर्नुपर्ने हुन्छ। तर एक्सपर्ट टिचरहरू पनि दे ह्याभ टु अन्डरगो दिस CPD 1 वर्षमा 50 घण्टाको CPD चाहिँ टिचरहरूले गर्नुपर्ने कुरा प्रस्तावना पनि छ। अब यसमा टिचरहरूले अब 10 वर्ष, यो चाहिँ 10 वर्षमा चाहिँ के हुन्छ त, रिभाइज हुन्छ। अब मैले नौकरी पाएँ म त अब भयो टिचर भनेर भएन। अब ती टिचरहरूको पनि असेसमेन्ट भएर उनीहरूको प्रोमोसन पनि त्यही अनुसारको हुन्छ त्यो हैन।
बिगिनरमै 10 वर्षसम्म बस्यो भने उसलाई एक्सपेल पनि गर्न सक्छ, किनभने टिचर डज नट ह्याभ द्याट के भन्नु त्यो ओनरसिप हुन्छ नि त्यो उसको प्रोफेसनको, त्यस्तो भएन भने त भएन। त्यसैले एनिवे त्यो चाहिँ के हुँदैछ त, हुनु त यो चाहिँ एनपिएसटीले चाहिँ 10-10 वर्षमा आफ्नो प्रोग्राम के गर्छ भन्दैछ त, रिभाइज गर्नेछ भन्दैछ। अन्त यो चाहिँ 2022सम्ममा डेभलप गर्नुपर्ने कुरा थियो, किनभने यो रिपोर्ट त हाम्रो 2019मा नै के गरेको थियो त, सबमिट गरिएको थियो नि। तर कोरोनाले गर्दाखेरि सबै अस्तव्यस्त भएको कारणले चाहिँ हुन सकेको छैन। तर यो अहिले बिस्तारै बिस्तारै के हुँदैछ त, एक्जिक्युट हुँदैछ। कति हुन त थुप्रै च्यालेन्जेसहरू छ यो त, बिकज दिस इज अ भेरी रिफर्महरू जुन चाहिँ छन् नि एकदमै च्यालेन्जिङ रिफर्म्स हो। सो थुप्रै प्रकारका चुनौतीहरू यसमा आउन सक्छन्। सो एकैपल्टमा सबै कुरा एक्जिक्युट गरेर सबैमा एकदमै सक्सेसफुल हुन्छ भन्ने कुरा छैन। यो स्टेटमा, गभर्नेन्समा होइन, जुन चाहिँ एरिया हुन्छ, सब थुप्रै कुराले यसलाई के गर्छ, अफेक्ट गर्छ। सो बिस्तारै बिस्तारै हुनेछ। तर यति चाहिँ कुरा याद राख्नु पर्यो कि टिचर हुने अथवा टिचरहरू आफैले चाहिँ आफूमा कस्तो एथिक्स अनि प्रोफेसनल कन्डक्ट आफूमा के कस्तो हुनुपर्ने त्यो कुरा चाहिँ ध्यानमा राख्नुपर्छ। अनि आफ्नो प्रोफेसनलाई चाहिँ अपडेटेड बनाइराख्नुमा चाहिँ आफैलाई मोटिभेट सदैव राख्नुपर्ने छ। अनि यसको निम्ति नै एउटा नेसनल मिसन फर मेन्टरिङ भन्ने कुरा पनि चर्चामा छ। यसले चाहिँ के गर्छ भने एक्सपिरियन्स एडुकेटर्स टु मेन्टर न्यू टिचर्स, अघि नै भने नि बिगिनर टिचर्स जो पहिला काम पाएर आएको छ तिनीहरूलाई चाहिँ एक्सपिरियन्स टिचर्सहरूले चाहिँ मेन्टरिङ गर्नुपर्ने छ। त्यसैले अब पुरानो टिचर्सहरू त अपडेटेड छन् भने त बिगिनर्सलाई हेल्प गर्न सक्छन् नि होइन। सो एभ्री टिचर हेज टु किप इन माइन्ड एन्ड किप हिमसेल्फ अर हरसेल्फ अपडेटेड प्रोफेसनली। यसले गर्दाखेरि चाहिँ के गर्छ, प्रमोट्स पियर लर्निङ भन्नाले टिचरहरू एकअर्का माझ के गर्छन् त, साझेदारी गर्छन्। जे जानेको छैनन्, जे कमी कमजोरी छ, जे अथवा नट ओन्ली कमी कमजोरी, जसकोमा जे खुबी छ त्यसको पनि साझेदारी गर्न सक्छन् अनि लिडरसिप डेभलपमेन्ट गर्न सक्छन् होइन। यही कुराहरू थुप्रै कुराहरू छ चाहिँ टिचर ट्रेनिङ एन्ड एम्पावरमेन्ट माथि चाहिँ एनइपी 2020ले प्रस्तावना राखेको छ। अर्को छ हाम्रो भोकेसनल एडुकेसन अथवा व्यावसायिक शिक्षामाथि पनि एनइपी 2020ले केही प्रस्तावना राखेको छ, जसमा चाहिँ व्यावसायिक शिक्षालाई चाहिँ मेन स्ट्रिम स्कुलिङमा एकीकृत गर्ने परिकल्पना गरिएको छ। पहिला त भोकेसनल ट्रेनिङलाई को करिकुलर अथवा साइड लाइनको एडुकेसन होइन मेन स्ट्रिममा त गाभिएको थिएन नि त। तर अहिले चाहिँ के हुँदैछ त, मेन स्ट्रिममा यसलाई गाभिने कुरा गरिएको छ। जस्तै क्लास 6देखि नै कोडिङ सोडिङ सिकाइन्छ अनि पछि गएर चाहिँ हायर एडुकेसनमा पनि त्यसलाई मेन स्ट्रिम एडुकेसनमा चाहिँ गाभिने कुरा गरेको छ, जसले चाहिँ लर्नर्सलाई चाहिँ प्र्याक्टिकल स्किल्स दिँदै एन्टरप्रेन्योरसिप अथवा उद्यमशीलतालाई बढावा दिने र रोजगारीको क्षमता बढाउनमा मद्दत गर्नेछ। यो उद्देश्य राखेर चाहिँ यो कुरा भोकेसनल ट्रेनिङलाई चाहिँ मेन स्ट्रिममा ल्याउने प्रस्तावना पनि राखिएको छ। यसमा चाहिँ सबैभन्दा पहिला प्रारम्भिक परिचय अर्ली इन्ट्रोडक्सन व्यावसायिक प्रशिक्षण चाहिँ क्लास 6देखि नै सुरु हुन्छ। त्यसमा पनि इन्टर्नसिप हुन्छ। अनि यसमा छ स्किल डाइभर्सिटी। यसले थुप्रै कुराहरू समेट्छ, जस्तै कार्पेन्ट्री भयो, कोडिङ भयो, गार्डनिङ भयो, पटरी भयो, इलेक्ट्रिक वर्क, अरू यस्ता थुप्रै कामहरू जुन कामहरू सिकेर चाहिँ पछि गएर कुनै पनि एउटा व्यक्ति विशेषले चाहिँ आफ्नो जीविका उपार्जन गर्न सकोस् भन्ने ध्येय राखेर चाहिँ होइन, सबैले नै गभर्मेन्ट जब त पाउने त पोसिबलै हुँदैन होइन। तर जे जस्तो आफ्नोमा स्किल छ त्यो अनुसारको जीविका उपार्जन गर्ने एउटा साधन त जुटाउन सक्छन् नि त होइन। सो द्याट दे डोन्ट ह्याभ टु डिपेन्ड अन एनीबडी एल्स भन्ने कुराहरूलाई ध्यानमा राखेर यो कुराहरू गरेको छ। अब यसमा चाहिँ हेरौँ है, अब यसको निम्ति सबै स्कुलमा यो सबै प्रकारको टिचरहरू हुनुपर्छ भन्ने कुरा आउँदैन। त्यसैले चाहिँ पछि गएर चाहिँ एउटा स्कुलको क्लस्टर बनिन्छ, त्यसमा एक्सचेन्ज हुनसक्छ। अब त्यसमा एउटा टिचरले म त त्यो त गाउँमा पढ्दा रहेछ म जान्दिनँ भन्नु भएन। त्यसैले त्यो टिचरहरूलाई एथिक्स अथवा प्रोफेसनल अघिको कुरा गरेको थियौँ नि हामीले, आफ्नो प्रोफेसनसित कतिको कमिटमेन्ट छ त्यो सबै कुराहरू चाहिँ टिचरहरूमा पनि इन्स्टिल हुन पर्यो, प्रोफेसनल एथिक्सहरू। सो एनिवेज यो कुराहरू छ। अर्को छ लोकल रिलेभेन्स अथवा स्थानीय सान्दर्भिकता।
लोकल इकोनोमीलाई चाहिँ प्रमोट गर्नुको निम्ति क्षेत्रीय रूपमा सान्दर्भिक कौशल अथवा शिल्पलाई जोड दिने कुरा पनि यसमा छ। यो फ्लेक्सिबल पनि छ। बहुअनुशासनात्मक शिक्षालाई प्रोत्साहित गर्दछ यसले एनइपी 2020ले। अनि शिक्षार्थीहरूलाई शैक्षिक र व्यावसायिक विषयहरू संयोजन गर्नमा अनुमति दिन्छ भन्नाले जुन एकाडेमिक अनि भोकेसनल सब्जेक्ट्सहरूलाई चाहिँ कम्बाइन गरेर आफ्नो पढाइ अगाडि राख्ने अवसर पनि एनइपी 2020ले दिन्छ। अर्को छ कोलाबोरेसन। विद्यालयहरूले चाहिँ इन्डस्ट्री, एनजिओज र स्थानीय कारिगरहरूसँग चाहिँ साझेदारी गरेर ट्रेनिङको निम्ति सहयोग गर्ने कुराहरू पनि छ। अब यसमा चाहिँ के छ त, इन्डस्ट्री छ भने इन्डस्ट्री पुरा त स्कुलमा ल्याउन सकिँदैन नि होइन। सो कतिपय एनजिओज अथवा इन्डस्ट्री अथवा त्यहाँका वर्कर्सहरूलाई चाहिँ स्कुलमा बोलाएर अथवा स्टुडेन्टहरूले नै त्यो इन्डस्ट्रीतिर घुमाएर फिराएर ती कुराहरूबारे चाहिँ के गर्ने, कोलाबोरेट गर्ने प्रस्तावना पनि राखिएको छ। अर्को चाहिँ छ नेसनल क्रेडिट फ्रेमवर्क। यसमा चाहिँ कुरा आउँछ एबिसीको। हामीले त ब्याङ्कको क्रेडिट सुनेको, ब्याङ्क भन्ने सुनेको थियौँ नि होइन। ब्याङ्कमा पैसा राख्ने, ब्लड ब्याङ्कमा चाहिँ ब्लड राखिन्छ अनि यस जेनरल ब्याङ्कमा चाहिँ पैसा राखिन्छ। अनि यसमा चाहिँ नेसनल क्रेडिट फ्रेमवर्कमा चाहिँ एकाडेमिक ब्याङ्क क्रेडिट हुन्छ। यसमा चाहिँ शिक्षार्थीहरूले आफ्नो एकाडेमिक करियरमा जति पनि क्रेडिटहरू प्राप्त गरेका छन् त्यसलाई चाहिँ जम्मा गरिने ब्याङ्क होइन, एकाडेमिक ब्याङ्क क्रेडिट। अनि यो क्रेडिटहरू चाहिँ ट्रान्सफरेबल पनि हुन्छ भन्ने कुराहरू यसमा छ। एकदमै टाइम लाग्यो। अनि यी सबै कुराहरूको निम्ति चाहिँ हामीलाई एउटा सुशासन र एउटा इन्फ्रास्ट्रक्चरको आवश्यकता पर्दछ। त्यसैले यसको पनि कुरा गरिएको छ। स्कुल कम्प्लेक्सेस, रिसोर्स सेयरिङ क्लस्टर्स फर एकाडेमिक एन्ड एडमिनिस्ट्रेटिभ सपोर्ट भन्दैछ नि। अब यसमा के गरिन्छ त, एउटा एरियाको कतिपय स्कुलहरू, कति किलोमिटरभित्रको एरियाको चाहिँ स्कुलहरूलाई चाहिँ लिएर एउटा क्लस्टर बनाइन्छ होइन। क्लस्टर बनाइन्छ। त्यो क्लस्टरभित्र चाहिँ के गरिन्छ त, रिसोर्सहरू सेयर गरिन्छ। रिसोर्स भन्नाले यो टिचर पनि हुनसक्छ या त एउटा स्किल्ड कोही पनि हुनसक्छ नि होइन। तिनीहरूलाई चाहिँ सेयर गरिन्छ होइन। सपोजिङ एउटा स्कुल छ अरे, त्यसमा चाहिँ कम्प्युटर आइएकै छैन भने त्यो अर्को चाहिँ स्कुल छ अरे, एउटा प्राइभेट स्कुल छ अरे, त्यो प्राइभेट स्कुलमा चाहिँ त्यो पब्लिक स्कुलको स्टुडेन्टहरूले लगेर एक कुनै चाँजो मिलाएर कम्प्युटरसित सम्बन्धित केही ज्ञानहरू दिन सकिन्छ। यस्तै प्रकारले अब एउटा स्कुलमा चाहिँ कार्पेन्ट्रीको एउटा टिचर छ अरे, अर्को स्कुलमा छैन भने त्यो कार्पेन्ट्रीको टिचर पनि ही क्यान गो एन्ड टिच दिस कार्पेन्ट्री होइन टु अदर्स। सो द्याट वे। बट देन यसको लागि चाहिँ स्कुलहरूमा चाहिँ इगो चाहिँ हुनु भएन नि। कतिजना स्कुलहरू भन्छ हाम्रो त स्कुल एकदमै हाई स्ट्यान्डर्डको, तिमीहरू आएर के गर्ने, यस्तो गर्ने उस्तो गर्ने भन्ने कुरा आउँदैन नि। त्यसैले त टिचर ट्रेनिङमा त्यो पनि गाभिएको छ है। सो टिचर भएपछि कस्तो हुनुपर्ने त्यो कुराहरू सबै हजुर, नट ओन्ली स्टुडेन्ट्सको तर टिचरको पनि अफेक्टिभ डोमेन चाहिँ एकदमै बलियो हुनु पर्यो। एनिवे नट ओन्ली यो सबैको निम्ति स्कुल क्लस्टर्सहरू चाहिँ बनिन्छ। रिसोर्स सेयरिङको लागि भयो, एकाडेमिक्सको लागि भयो, एडमिनिस्ट्रेसनको लागि भयो होइन। सो अर्को छ डिजिटल इन्टिग्रेसन। डिजिटल इन्टिग्रेसन भन्नाले व्यक्तिगत सिकाइ। अब व्यक्तिगत टिचर्सले आफैलाई मोटिभेटेड राख्नु पर्यो, आफ्नै प्रोफेसनमा के गर्नु पर्यो, प्रोफेसनलाई चाहिँ डेभलप गर्नु पर्यो नि, प्रोग्रेस गर्नु पर्यो। त्यसको निम्ति व्यक्तिगत सिकाइ र शिक्षक प्रशिक्षणको निम्ति चाहिँ डिजिटल इन्टिग्रेसनहरूको पनि कुरा गरिएको छ। जसमा चाहिँ जुन चाहिँ पर्सनलाइज्ड एडुकेसनको निम्ति चाहिँ एडटेक होइन प्लेटफर्म्सहरू छन्। जस्तै पिएमई विद्या भन्ने छ, दीक्षा छ, निष्ठा छ, अनि एनसिईआरटीका कतिपय पोर्टल्सहरू छन् होइन। ती कुराहरूलाई प्रयोगमा गरेर टिचर्सले आफैलाई नै के गर्न पनि सक्छन् त, अपडेटेड राख्न सक्छन् अनि प्रोफेसनलाई प्रोग्रेस गर्न सक्छन्। युज अफ एडटेक प्लेटफर्म्स अफ पर्सनलाइज लर्निङ। सो यही हो पिएमई विद्या, दीक्षा, निष्ठा भन्ने कुराहरू आउँछ यसमा। अर्को एम्फोसिस अन डिजिटल इन्फ्रास्ट्रक्चर स्पेसली इन रुरल एन्ड अन्डरसर्भड एरियाज। जुन चाहिँ स्कुलमा चाहिँ मैले अघि नै भने नि, कसैमा त बिजुली नै छैन भने त्यहाँनिर त इन्टरनेटको कुरै आएन नि है। अब त्यो स्कुलहरूले चाहिँ लगेर अर्को क्लस्टर, जुन चाहिँ क्लस्टरमा अर्को स्कुल पर्छ जसमा यो फेसिलिटिजहरू छ त्यसमा सेयर गर्न सक्छन् होइन। अनि सबै स्कुलहरूमा नै वेदर इट इज पब्लिक स्कुल अर प्राइभेट स्कुल सबैमा इन्फ्रास्ट्रक्चर अनि क्वालिटी अफ एडुकेसन चाहिँ सेम हुनपर्छ भन्ने चाहिँ कुरामाथि एकदमै
बेसी जोड दिएको छ एनइपी 2020ले। यो रुरल एरियाको स्टुडेन्ट्स होस् या के भनौँ मेट्रोपोलिटन एरियाको स्टुडेन्ट्सहरू होस्, दुवै प्रकारको स्टुडेन्ट्सले चाहिँ समान प्रकारको क्वालिटीको चाहिँ शिक्षा पाउनुपर्छ। त्यसको निम्ति इन्फ्रास्ट्रक्चर पनि त्यस्तै हुनुपर्छ भन्ने कुरामाथि चाहिँ ध्यान दिएको छ। रुरल एरियाहरूमा पनि यो के भनिन्छ त डिजिटल इन्फ्रास्ट्रक्चरहरू बलियो पारिने कुराहरू चाहिँ एनइपी 2020ले गरेको छ। अब हेरौँ कति समयसम्म चाहिँ यो सफल हुनेछ हैन। निष्कर्षमा भन्नुपर्दा राष्ट्रिय शिक्षा नीति 2020ले भारतको विद्यालय शिक्षा प्रणालीमा परिवर्तनकारी परिवर्तनलाई सङ्केत गरेको छ। यसको उद्देश्य योग्यता आधारित समावेशी र चाइल्ड सेन्ट्रिक थ्योरिजको वरिपरि पाठ्यक्रम तयार गरेर शिक्षा शास्त्र र मूल्याङ्कनलाई पुनर्संरचना गरी शिक्षालाई अझ फ्लेक्सिबल, समतामूलक र भविष्यका लागि तयार पार्नु हो। अनि यस नीतिले प्रारम्भिक बाल हेरचाह, बहुभाषी शिक्षा, व्यावसायिक एकीकरण र शिक्षकहरूको लागि निरन्तर व्यावसायिक विकासमा जोड दिन्छ, जबकि समग्र प्रगति ट्र्याकिङ र प्रविधि सक्षम निजीकरणलाई पनि बढावा दिन्छ। धन्यवाद।